हेलो साथीहरु नमस्ते हजुरहरु पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदमै सन्चै छु अनि यो चाहिँ जगदीशपुर बजार हो हामी कपिलवस्तु जगदीशपुर ताल घुमेथ्यौं नि त त्यसपछि हामी लगत्तै यो के भन्छ तिलौराकोट को पनि भिजिट गर्दै छौं हामी अन द वे छौं साथीहरु हजुरहरु पुरा भिडियो हेरेर जानकारी लिनु होला अनि इन्जोय गर्नु होला भन्न चाहन्छु म चाहिँ यस्तो अहिले चाहिँ सर शीतलै छ हामी तिलौराकोट जाँदै छौं साथीहरु चुङ्का चुङ्कीहरु पनि आउँदै छन् पछाडी अनि अहिले चाहिँ बादल लागेको अवस्था छ साथीहरु शीतल छ सर हामी चाहिँ हावा खाँदै जाँदै छौं ओम नमः शिवाय यहाँ चाहिँ यस्तो राम्रो मन्दिर हो नि लेक साइडमा हिँडे जस्तो भइरहेछ मलाई त लेक साइडको फिल आइरहेछ यहाँनिर ठ्याक्कै पोखरा जस्तो लाग्यो मलाई अनि त्यही भन्दै सरर म हिँड्दै छु साथीहरु अनि फेरि घाम झुल्किहाल्यो भन्दै साथीहरु त्यो सेकेन्डमा बादल र घामको चाहिँ एकदम अदली बदली भइराख्छ यहाँ चाहिँ भइराखेछ अनि हजुरहरुलाई पनि म तिलौराकोटको यो बादल हेर्नु न तिलौराकोटको दर्शन गराउँछु हजुरहरुलाई अनि साथीहरु बाटोमा रमाइलो गर्दै गफ गर्दै जाम साथीहरु अनि बोर हुन्छ नि त अनि नबोली हिँड्दा त अनि मज्जाले हेर्नु न ग्रीनरी वाउ त्यो ठाउँ चाहिँ एकदम राम्रो लाग्यो मलाई चाहिँ बाटोहरु पनि सरर एकदम त्यो रोड चाहिँ म फर्स्ट टाइम गएको हो अरु बरु गइराखे थिए यो चाहिँ फर्स्ट टाइम गएको हो यस्तो सिधा राम्रो लाग्यो हामी चाहिँ एकदम इन्जोय गरिरहेछौं साथीहरु यहाँनिर कोही ठाउँमा त यस्तो आँप झुप्पो फुल्यो यो बादलले मलाई यो ताबा जस्तो बादलले मलाई खुबै बुटोलदेखि नै पछाइरहेछ अनि म पनि एकदम गदगद हुँदै छु अहिले चाहिँ ट्याक्क मेरो टाउको माथि परिरहेछ अनि घाम त हुने कुरै भएन साथीहरु यस्तो शीतल हरहर वाउ भइरहेछ मनै हरहर भइरहेछ यस्तो भयो भने त कति हिँड्न मजा लाग्छ यति पलतिर गयो भने फेरि निस्किहाल्छन् घाम यति सेकेन्डमा त्यस्तो फरक छ के साथीहरु ठाउँ चाहिँ यो बादल चाहिँ यस्तो खालको छ के टावा जस्तो मान्छे बादल रहेछ आज चाहिँ मलाई यो बादलले आज निकै मोहित बनायो एकदम लोभ्यायो म आकाशदेखि आँखा नै हटाउँदिन जस्तो नहटाउँ जस्तो भइसकेको छु एकदम व्हाइट ओहो कुरै नगर्नु नीलो आकाशमा सेतो बादल म त आमामा एकदमै फ्यानै भएँ म चाहिँ बादलको यता अब तिलौराकोट नपुगुन्जेल यो बादलको कुरै हुन्छ साथीहरु हेर्नु न यस्तो छ कि अब नबोलौं भन्दा पनि नदेखौं भन्दा पनि देखिन्छ ओ माय गॉड अया उतिखेरै घाम लाग्छ उतिखेरै बादल लाग्छ यस्तो वाउ कति राम्रो बतिसलाई बसौं जस्तो यता यस्तो खालको चौतारीहरु बनाउने रहेछ के त्यो घोडा हैन घोडा अनि त्यो गाई समथिङ के चित्र सहितको यतापटि नि थियो ओ पर चुङ्केहरु पुन्टुहरु आइराछन् हाम्रो पछि हामी चाहिँ सँगसँगै ट्राभल गरिरहेछौं साथीहरु अहिले चाहिँ नातेर सुस्त पुरा भ्यूहरु हेर्दै मधेसको फाँटहरु हेर्दै फाँट हेर्नु न यस्तो रातो छ अहिले भोलि पर्सि अलि 2-3 महिना पछि त हरियाली हरियाली हुन्छ त्यसपछि भदौ असोजमा मङ बसाउने धानहरु बसाउँछ यस्तो बसाउँछ हिँड्यो भने यस्तो फाँटहरु छ पुरा फार्मिङ एरिया के भन्छ चुङ्कु आइराछ चुङ्कु फलोइङ होस् अनि यस्तो राम्रो खेती हुने जग्गाहरु यिनीहरु चाहिँ पुरा धान गहुँ हुन्छ अहिले त केही पनि छैन अब बिउ राख्ने धानको अनि यो म्यान त्यस्तो तयारीमा छन् वाउ गुरुकुल एकाडेमी अनि गाउँ पनि जेस राम्रै रहेछ फाटफुट राम्रो बजार रहेछ पहिला जस्तो त त्यस्तो छैन एकदम राम्रो बाटो पनि सलल्ल अनि गाउँहरु पनि बस्ने जस्तो रहेछ राम घाम हेटवाक्कै यत्रो डल्लै निस्केकै हेरे घाम आँखैमा टाउकैमा पर्ने गरी मेरो पुन्टुला कति पोले होला पातलो बाल
कस्तो भयो होला बिचरा न टोपी केही पनि नलगाएको म त यस्तो हालत छ ओ भगवान अझ हावाले कहाँ पुर्याइन्छ अझ वाउ हेर्नु साथीहरू प्रतीक्षालय मन्दिर यस्तो राम्रो राम्रो बसौँ जस्तै हुन्छ किनकि हामी त अब बस्न मिल्दैन ठाउँ बस्दै गयो भने त ठाउँमा पुग्न सकिँदैन अनि फर्किन सकिँदैन आफ्नो गन्तव्यमा चाहिँ लागम मजाले टाइममा जाम भनेर हामी चाहिँ त्यहाँको दृश्य पनि हामीले मिस गर्दै गइरहेछौँ साथीहरू नत्र त मलाई त्यहीँ बस्नु मन लागिरहेको थियो मेरो पुन्टुहरू अझै आइरहेछ पछि बिस्तारै आयो पुन्टु अनि यहाँ चाहिँ एउटा चोक आयो यहाँदेखि चाहिँ लेफ्ट हो त्यहाँ कहाँ जान लाग्नु भएको भनेछन् हामी चाहिँ यता तिलौराकोट भनेको यहाँदेखि सरर लेफ्ट टर्न लिने साथीहरू एउटा प्रतीक्षालय छ त्यहाँदेखि के चोक भन्दै थियो मलाई चाहिँ एकदम नामै भुलिन्छ कि त्यहाँको चाहिँ एकदम उतैको भाषामा मधेसी भाषामा मधेसी थारू के भाषामा हुन्छ नि त ठाउँको नामहरू पनि के अनि अलि अप्ठ्यारो लाग्छ के सम्झिनलाई आँपको रुखहरू कति छ साथीहरू आँप केरा लिची के मेवा तर आँप चाहिँ हावाले झारेर के हो अहिले चाहिँ थोरै एकदम पातलो देखिरहेछ कत्रो खेतहरू हेर्नु साथीहरू वाउ अनि सरर घाम भए पनि अनि हरियालीको मजा शीतल हावा इन्जोय गर्दै जानुपर्छ साथीहरू आत्तिनु हुँदैन आँपको रुख त मैले त आँप खोजिरहेको छु आँप अब अहिले सिजन होइन नि त पाक्ने सिजन अझै भएको छैन अलि पछि पाउँछ बेसरी अनि हामी चाहिँ यहाँदेखि भित्र पस्ने साथीहरू हामी चाहिँ यता पानी पाउँछ कि यहाँ होटल छ कि अब चिसो पानी तिर्खा लाग्यो नि त त्यहाँदेखि आउँदा अनि छ कि भनेर यसो राउन्ड मारौँ भनेको यहाँदेखि तर रहेन रहेछ यो चाहिँ घर रहेछ अरू झन् घरै छैन यतातिर झन् पुरै नाङ्गो खेतीपाती नै छ यहाँ आँपको रुख हेरेको छु साथीहरू मैले आँप खोजिरहेको छु त्यो आँपै छैन एउटा दुईटा छ त्यो पनि सानो अहिले आँप चाहिँ खाइला जस्तो लाग्दैन यहाँ पानी पाइएन ठिकै छ अहिले भित्र के कसो छ हेरौँ अब नभए अब छिटो गरेर जानुपर्छ बालबच्चाहरूलाई तिर्खा लाग्न सक्छ गर्मी त्यस्तो टक्ला घाम खाँदै आइरहेछ नि त त्यही भएर साथीहरू यो चाहिँ मटर रहेछ केरा हो सानो केरा हो अनि यो दाल यहाँ चाहिँ केही छैन भन्ने कुरा थाहा भयो अनि हामी चाहिँ भित्र जाँदैछौँ साथीहरू अब तिलौराकोट अब हामी आइपुग्यौँ अब यही ठाउँमा हो तिलौराकोट गाउँ बस्ती चाहिँ एकदम पातलो रहेछ साथीहरू यतातिर चाहिँ एकदमै आँप खै त आँप एउटा दुईटा त्यही पनि पाक्नेसम्म रहन्छ कि नै पुन्टु डन आइरहेछ शीतलमा उभिछे हामीलाई वेट गर्दै अब यहाँदेखि सरर ओइ गर्दै आछे अझ निनीलाई ओइ गर्छ अगाडि बसेर पुरा घाम खाएर हावा खाएर डन बनिछे पछि आइछे अझ ओइ गर्दै आँपको रुख छ तर आँप छैन यहाँ आँप खाइएन अहिले एउटा बस पनि आएको रहेछ यहाँ बच्चाहरू लिएर आएको होला सायद कतैबाट जोस् रिजर्भ आए जस्तो छ एउटा बस चाहिँ पुरा कम्पाउन्ड हुन्छ साथीहरू फाइनली तिलौराकोट आइयो साथीहरू यही हो तिलौराकोट यता यो पूर्वपट्टि गेट होला सायद यो यता जाँदा एउटा गेट छ एउटा यो हो भन्थे अनि उतापट्टि एउटा छ गरे हामी यहाँ आइपुग्यौँ साथीहरू पुन्टु डनहरू पनि आइपुग्यो शीतलमा यसो भुङ्कैसी कसो गरी छे अझ चर्को घाम लागिरहेछ के अरे अब यस्तो गर्मी महिना डुल्नु त अब त्यस्तै हो डुल्न मन लाग्छ तर कहिले घर जाम पनि हुन्छ यो बादलले अति गरे क्या अहिले त छिरिक गरेर पुरा फिजिएर अहिले त बरै हामीलाई त नाङ्गै पुरा घाम हो पुसु त भित्र गएर नि पुरा बाटमा आँदै हुनु रहेछ भुङ्केले पुसुलाई फलो गरिछे टेकेन गर्दै
यहाँ चाहिँ यस्तो रहेछ के वालहरु अवशेषहरु दरबारको अवशेषहरु बुद्धको साथीहरु यो गेट देखि आउने हो हामी पनि अब पछि फलो गर्दै गइराखेछौं रुखहरु कत्रो रुखहरु यत्रो दरबारी कति बोलियो होला त आजसम्म यस्तो रहने आमा देख्न सक्नुहुन्छ हजुरहरुले वाउ ग्रीनरी त्यस्तै आमा भुङ्कुल फेरि मेरो हात समाएर जाने अरे चाम्निनी भनिछि ओहो हो वाउ झिली र मिली बुद्धको दरबार भनेपछि फेरि पुरा ध्वजा पताका सहित हुन्छ नि त साथीहरु पुरा भव्य सजाको लामाहरु भिक्षुहरु पनि आउनु भएको रहेछ लामाहरु भनौं न डिफरेन्ट अनुहारको हुनुहुन्छ हामीभन्दा उहाँहरु कहाँदेखि आउनु भएको कुनै हामी चाहिँ यहाँनिर एकछिन शीतल खाम हावा खाम एकछिन बसेर अनि डुलम्ला भन्ने कुरो भइरहेछ त्यसले गर्दा यहाँनिर बस्न पर्यो साथीहरु यस्तो राम्रो बस्ने चौपारी बनाएको रहेछ रुखहरु त्यस्तै हरियाली त्यस्तै वाउ हेर्नुहुन्छ साथीहरु खतरा बुद्ध भूमि तिलौराको लुम्बिनी जस्तै अर्को प्यालेस वाउ पुन्टु फेरि नाकेद्र बनाइछ ए साने हेरि ढुलुक गर्छ आज नक्कले डोन कसो गर्छ दिदी डन फेरि यता फेरि पुरा ओम माने पेमे ओम हो क्या दिदी उहाँ पापासित छे अलिअलि रलपल पानी रहेछ बोतलमा त्यही खान थाली छे अनि एकछिन यहाँ बस्न पर्यो कमिला र रोटी कति छ फेरि यहाँ ठुलो रुख अब पुरानो रुखहरुमा त्यस्तो कमिला राख्छ नि त त्यसले गर्दा टोक्छ कि भन्ने डर पनि छ फेरि यहाँनिर अहिले त शीतल भएर फ्रेश भएर हर यहाँ पसिना पनि पुरा शीतल भइसक्यो टोली हिडियो साथीहरु अब जामभुङको अब चाहिँ यतातिर एक फनको लगाम कता के छ हेरम सबै तिलौराकोट भित्र के रहेछ त भन्ने कुराहरु यहाँ हजुरले पनि देख्न सक्नुहुनेछ यो चाहिँ पुरा काठको पार्किटिङ रहेछ साथीहरु यो चाहिँ ओहो नि कहिले कति वर्ष पहिलाको होला यो चाहिँ कोही चाहिँ अलि कुन थालेको भएर हुन्छ नि अलि जिनो हुन लागेको भएर घटला गर्छ तर पनि त्यस्तो डेन्जर त छैन मजाको पुन्टु डान हिँडिछे आज आइछे पुन्टु डान हिँड्ने अरे त्यस्तो घाममा पनि अहिले हाप भन्ले फेरि एकछिनमा भुङ्के डाउन फेरि उता पुसुसित चप्की छे घाममा सरर वाउ म पनि खतरा हिँड्दैछ साथीहरु घाम खाँदै अब बाटो फेरि खतरै छ नि त मेरो लागि त अब एउटा खतराको हल्ले पनि अब डरै लाग्छ फेरि कता छ अलि बोलियो अलि नहल्लिने हेर्दै छु त्यही पनि बोल्ने चक्करमा त्यस्तै हो फेरि घाम त्यस्तै टुप्पीमै रन्के ह ओ साथीहरु म त हेरेको हेरै भने जस्तो भइराछ ग्रीनरी हेर्नु न वाउ यो बाटो यो ग्रीनरी ठुलो रुखहरु साथीहरु अब पुन्टु ननहरु पुरा टुई हिँडिरहेछ घामले गर्दाखेरि कहाँनिर शीतल छ र बसौं भने टुई हिँडिरहेछ म पनि हेरिरहेको छु अब पुन्टु डन र भुङको डन उताबाट जान्छ होला सायद उताबाट गयो भुङकोहरु उनीहरु सबै उताबाट गए म चाहिँ यता अझै लङ डिस्टेन्सबाट जाने अर्को गेटको साइडबाट जाने भनेर म चाहिँ फेरि आयो पुन्टु यतै मेरो पछि आयो घाम पुरै टुप्पीमै हाउ गरिरहेछ तब पनि म हिँड्न छोड्दैन साथीहरु कहीं नबसिकन हिँड्ने हो हेर्नु न बाटो वाउ ग्रीनरी आमा हेर्न सक्नुहुन्छ हजुरहरुले यहाँ पनि यस्तो चौपारी यति ठुलो रुख छ कि साथीहरु 100 वर्ष होला यो त पुरानो होला भन्छु म त यति पुरानो कस्तो गरेको रुखहरु छ त बादललाई यसो आइदिएको भए टाउकोमा अनि हेर्नु न यो बाटो मलाई यो चाहिँ ठीक लाग्यो अब पन्टो साने
जाने नक्कले अझ कसो गर्छ अझ हाँस्छ अझ नाक पसार्छ अझ नि ढुङ्के फेरि उहाँ पुसुसित चक्की छे यिनीहरू त भागे शीतलमा जाम ल एकदमै इन्लाइटनमेन्ट नै भएको ठाउँमा जाम भन्दै गयो म चाहिँ यो 100 वर्षभन्दा नि पुरानो होला यो रुख चाहिँ यस्तोमा रुखको साइडबाट म चाहिँ एकदम दर्शन गर्दै हिँडिरहेको छु साथीहरू हेर्नु न यो रुखको हालत आमामामा रुखको अवस्था सबलाई गर्मी भइरहेछ बिचरा छारी खोज्दै आइरहेछन् उहाँनिर एउटा लर्को कोमिलाको जस्तो टाँटी लर्को आयो यस्ता बच्चाहरू पनि आएका रहेछन् सायद कुनै स्कुलबाट आएको होला भ्रमणको लागि एक नासको बच्चाहरू कुनै एउटा क्लास होला 6-7 एक नासका बच्चाहरू आछन् थुप्रो रहेछन् सरहरू लिएर आउनुभएको होला यताको यो दक्षिण गेटबाट आउनुभएको छैन दक्षिणै हो जस्तो लाग्छ मलाई चाहिँ पुरा यस्तो काठमा हिँड्ने ढुक्क तालले कतै हिलो झार माटो कतै झाडी हिँड्न पर्ला भन्ने छैन सर्लक्कै हिउँद बर्खा प्राचीन वस्तु अवशेषहरू हेर्नु साथीहरू अवशेषहरू मामाले फेरि बाजा बजाउँदै त्यहाँनिर एउटा बाजा रहेछ यो चाहिँ हात्तीको पूजा गर्नेहरू हुन्छ नि मधेसी थारू यस्तै समथिङ थारूले पनि गर्छ अनि सायद यो यहाँनिर चाहिँ थारूहरू मधेसी सबै हुनुहुन्छ होला पुरा हात्ती हेर्नु त आमामामा पुरा हात्तीले भरेर यो आँप हेर्नु न 6-7वटा एउटै झुप्पोमा छ यहाँ 2-4वटा कतिर यहाँ त लङ्गुर रहेछ साथीहरू लङ्गुर के रे लङ्गुर ढेँडो रहेछ बाजा टम्कुरा र बाजा रहेछ यहाँ चाहिँ मैले बजाएको टिङ बच्चा यस्तो छैन यस्तोमा पूजा हुँदो रहेछ वाउ ठुलो रुखमा पुरा हात्ती वाउ कागहरू शीतल खान आइरहेछ ढेँडो सेतो कस्तै समाएर बसेर बिचरा वाउ हजुरहरूले पनि हेर्न सक्नुहुन्छ साथीहरू देख्न सक्नुहुन्छ यहाँनिर कस्तो छ पुरा झिलिमिली सजाएको छन् वाउ मौसम अनि यो नजारा हेर्नु साथीहरू ध्वजा पताकाले सजिएको नजारा गौतम बुद्धको दरबार उहाँ हुर्किनु भएको मतलब अलि बुढै तकन बस्नु भएको होला सायद बस्नु भएको दरबार हो यो चाहिँ यहाँनिर हजुरहरू सबले स्पष्ट रूपमा देख्न सक्नुहुन्छ कति राम्रो छ साथीहरू कति राम्रो यिनी झ्याउकुरी जस्ता बच्चाहरू त यहाँ आइपुगेछन् झ्याउ गरिरहेछन् ओहो ल साथीहरू अब चाहिँ हामी यहाँ तिलौराकोटदेखि हामी निस्किन थालेको हामी यो भित्र छौँ है हजुरहरूले देख्न सक्नुहुन्छ अब चाहिँ हामी घर फर्किन थालेको बालबच्चाहरूसित आएको हो नि त त्यही भएर घाम अलि घाम छ अनि एक ठाउँमा काम परेको फेरि त्यहाँ एकदम अर्जेन्टै भयो फेरि अहिले जानुपर्ने भयो नत्र हामी 1-2 घन्टा अझै यहीँ मजाले हावा खाएर पुरा हेरेर जाने भनेको हेर्न त सबै हेऱ्यौँ घुम्यौँ सबै एक पाइला अब सबै इन्जोय गऱ्यौँ भर्खरसम्म अब चाहिँ फर्किँदैछौँ साथीहरू हजुरहरूले भिडियो लास्टसम्म हेरिदिनु होला
भन्ने आशा छ अनि एकदम राम्रो छ साथीहरु हजुरहरु पनि नजिक हुनुहुन्छ भने अथवा टाढाबाट भए पनि सम्भव छ भने यहाँ भिजिट गर्नु होला एकपल्ट गर्न चाहन्छु राम्रोसँग देखिन्छ कि नै अब हजुरहरुले हेरेर कमेन्ट गर्नु होला इन्जोय गर्नु होला मेरो भिडियो हेरेर थ्यांक यू सो मच साथीहरु टेक केयर सी यू इन नेक्स्ट भिडियो बाय 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 बाय